हेलो गाइज, गुड मर्निङ। आज चाहिँ म माइत जानु राटेको साथीहरू है। एकछिन गएर आउँ भनेको है, नजिकै हो, फर्केर आइहाल्छु। साथीहरू तपाईहरू पनि हेर्नुहोस् होला। लाग्यौँ है हामी चाहिँ ससुरालीमा हो। के गर्नु, पुरा बर्खाले बाटो अप्ठ्यारो भइरहेछ। सुरु हो, मेरो हस्बेन्डले चाहिँ मलाई अहिले नै सम्झाउँदैछ हो। अब चिया चाहिँ बेसी खाँदैन अरे, चिया पुरा दिन्छ नि त हो। हाम्रो चिया बेसी खाँदैन, सराम लाग्छ अरे हो, खाँदिनँ भन्नु। अन्त मलाई अहिले सम्झाउँदैछ साथीहरू, चिया म बेसी खाँदिनँ भन्दैछ हो। हेर्दै गर्नुहोस् है साथीहरू। ल है साथीहरू, घर चाहिँ आइपुग्यो फाइनल्ली होइन। मम्मी जी आप क्या कर रहे? भिडियो बनाएको ए। मम्मी जी चाहिँ अब चिया पकाउँदैछ। अब हामी चाहिँ चिया खानुपर्छ। यसलाई चाहिँ एकदम स्पेसल अन्डा मात्रै अरे, हेल्दी फुड अचारसँग। यो छ अचार। यता चाहिँ हाम्रो पाछे। हाउडी पाछे मेरा दोस्त को कुछ तो ठिकै हुन्छ पाछे। ठिकै हो, बोल्यो नि हो त्यो खिचिरहेको त बोलिरहेको छ। अन्त मेरो साथीहरूलाई केही भन्दिनँ नि। के भन्नु, अन्डा खायो झन्डा भयो। अन्डा खायो झन्डा भयो, झन्डा भयो। हेर यी छोरी चेलीलाई चाहिँ यसो भन्छ यहाँ गाउँमा चाहिँ, अन्डा खाऊ अनि घरतिर जाऊ। एसएचजी समाजकोहरूले चाहिँ त्यहाँनिर टिनको त्यो डस्टबिनहरू बनाएर गाउँ गाउँमा राख्ने त्यो टिनहरू सब कुच्चाइछ नि त। बदमासको ग्रुपको चाहिँ क्याप्टेन थिएछ नि त। ए बदमासको क्याप्टेन। अस्ति चाहिँ मैले होइन फादर्स डेमा चाहिँ आउनु पाइनँ। आज चाहिँ फादर्स डेमा आप्पालाई लुगा ल्याइदिएको छु। यहाँ कस्तो छ म देखाउने छु तपाईँहरूलाई, म खोलेर देखाउँछु ल। अस्ति चाहिँ आउनु पाइनँ हो। ए हाम्रो यहाँ चाहिँ अलिक जाडो छ हो, अलिक तातो खालको ल्याइदिएको छु है साथीहरू। हेर्नु लगाउने तातो छ, तर पानीहरू पर्दाखेरि जाडै हुन्छ। यो चाहिँ एउटा भाइलाई दिनु नि। ल है साथीहरू, यो मकमक गनाउँछ यो। हाम्रो सानो नानी हुँदैदेखि उयो हो। मेरो आप्पालाई चाहिँ हो हामी चाहिँ लागेको। अब चाहिँ फर्केको साथीहरू, नानीको छुट्टी हुन्छ हो, इक्जाम हुँदैछ। अब छुट्टीमा मात्रै आइन्छ। हामी फर्किँदै गएको है, नानीको 12 बजी छुट्टी हुन्छ हो। त्यसै कारणले हामी चाहिँ छिट्टै फर्किँदैछु साथीहरू। घरमा चाहिँ हेर्नु नि, साँप कोब्रा पो रहेछ हौ। यो त कोब्रा है डेन्दा? साथीहरू यहाँ हेर्नु नि, कत्रो साँप। छेउ डेन्दा के साह्रो हौ। फाइनली साथीहरू घर आइपुग्यो है। बाटोमा साँप देखेर भन्दा मैले